कल्पना गर्नुहोस् तपाईले एउटा पीडीएफ वा आफ्नो नोटबुक एलएममा हाल्नुभयो अनि केही सेकेन्डमै दुईजना मानिसले वास्तविक पोडकास्ट जस्तै त्यस विषयमा कुराकानी गर्न थाले। कहिलेकाहीँ नि कुनै ठुलो मिटिङ न कुनै रिकर्डिङ न एडिटिङ, सबै एआईले गर्छ। आज म तपाईलाई नोटबुक एलएमबाट यस्तो अडियो पोडकास्ट कसरी बनाउने भनेर स्टेप बाइ स्टेप देखाउँदैछु। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् अब सुरु गरौँ। त्यसको लागि सबैभन्दा पहिला गुगल क्रोम ब्राउजरमा जानुपर्ने हुन्छ। यहाँ गइसकेपछि यहाँ सर्च गर्नुपर्ने हुन्छ नोटबुक एलएम। नोटबुक एलएम सर्च गरेर इन्टर गर्नुपर्ने हुन्छ र यो पहिलो नम्बरमा यस्तो खालको वेबसाइट आउँछ। यसमा हामीले इन्टर गर्नुपर्ने हुन्छ र त्यस पछाडि यहाँ ट्राई जिमिनी नोटबुक लेखेको छ, यहाँ यसमा इन्टर गर्नुपर्ने हुन्छ। यसमा इन्टर गरिसकेपछि यहाँ तपाईँ यदि नयाँ हुनुहुन्छ, पहिलोपटक युज गर्दै हुनुहुन्छ भने तपाईँलाई यहाँ साइनअप गर भन्छ। तपाईँले आफ्नो जिमेल आइडी राखेर साइनअप गर्नुपर्ने हुन्छ र यस्तो खालको इन्टरफेस खुलिसकेपछि यहाँ क्रिएट न्यूमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि तपाईँको ड्यासबोर्डमा यस्तो खालको देखिन सक्छ र यहाँ तपाईँले देख्न सक्नुहुन्छ सुरुमा यो नहुन पनि सक्छ, यस्तो खालको इन्टरफेस देखिन सक्छ। यो देखिसकेपछि यहाँ तपाईँको एड सोर्स भन्ने हुन्छ यता माथितिर देब्रे साइडतिर, यसमा क्लिक गर्नुपर्ने हुन्छ र यसमा क्लिक गरिसकेपछि यहाँ तपाईँको अपलोड फाइल, वेबसाइट, ड्राइभ, कपी टेस्ट भनेर आउँछ। हामीले 4 तरिकाले हामीले के गर्न सक्छौँ, आफ्नो एड सोर्स हामीसँग भएका सोर्सहरू राख्न सक्छौँ र एउटा माथि वेब सर्च हुन्छ र यसमा हामीले इन्टरनेटमा भएको वेब सर्च गर्न सक्छौँ हामीले कुनै पनि टपिकमा। र अहिले हामी के गर्छौँ भने अपलोड फाइल र कुनै पनि एउटा युट्युब भिडियोलाई यहाँ अपलोड गर्छु मैले र अहिले म यो भिडियोमा तपाईँलाई म एउटा फाइल अपलोड गर्छु मसँग भएको र एउटा वेबसाइट युट्युब भिडियो लिङ्क छ, युट्युब भिडियो ल्याएर अपलोड गर्छु र म यहाँ कम्युनिकेसन स्किल सम्बन्धी अपलोड गर्छु र कम्युनिकेसन स्किल सम्बन्धी नै म के गर्छु तपाईँलाई अडियो पोडकास्ट बनाएर देखाउने छु। त्यसको लागि मसँग एउटा अडियो यहाँ पावर पोइन्ट छ, प्रेजेन्टेसन छ। मैले यो प्रेजेन्टेसनलाई यहाँ अपलोड गरेँ। अब एउटा के भयो प्रेजेन्टेसन यहाँ स्लाइड यहाँ अपलोड एड सोर्स गरेँ, एउटा सोर्स आयो र अर्को सोर्स मैले युट्युबबाट ल्याउँछु र अब युट्युबमा आइसकेपछि मैले युट्युबमा सर्च गर्छु कम्युनिकेसन स्किल। कम्युनिकेसन स्किल सर्च गरेँ। अब यहाँ मैले एउटा कुनै मनपर्ने आफूलाई अब कुन भिडियो हुन्छ एउटा लिन्छु, कुनै पनि एउटा भिडियो र ठिक छ यो 1 घन्टाको भिडियो रहेछ। यो भिडियोलाई लगेँ मैले, इङ्ग्लिस छ तर नेपालीमै तपाईँको पोडकास्ट बन्छ र यहाँ यसलाई लिनको लागि तपाईँले यहाँ 3वटा डट छन्, यसमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ सेयर बटन छ, यसमा क्लिक गर्ने। यहाँ कपी लिङ्क भन्ने छ, यसमा क्लिक गरी कपी गरिसकेपछि अब हामी नोटबुकमा जानुपर्ने हुन्छ र हामीले एड सोर्समा क्लिक गर्ने, यहाँ वेबसाइटमा क्लिक गर्ने। त्यो अघि मैले युट्युबबाट कपी गरेर ल्याएको लिङ्कलाई यहाँ पेस्ट गरिदिन्छु। अब यसलाई इन्सर्ट गरिदिनु पर्ने हुन्छ। अब यता यो सोर्स एड हुन्छ। अब यो 2वटा सोर्सहरू यहाँ छन्, तपाईँले 50वटासम्म सोर्सहरू राख्न सक्नुहुन्छ। मैले 2वटा मात्रै राखेँ। अब यी 2वटा सोर्सलाई मैले के गर्छु, कम्बाइन गर्छु। अब यसमा त्यसको लागि यहाँ तपाईँले के गर्न सक्छ, सेभ टु नोट भन्ने अप्सन छ, यहाँनिर पिनको बटन छ, यहाँनिर के छ सेभ टु नोट भन्ने छ, यसमा क्लिक गर्नु होला। अब यसले यता साइडमा यता दाहिने साइडतिर के गर्छ, प्रभावकारी सञ्चार कला र सिद्धान्तहरू भनेर एउटा अर्को नोट यसले तयार गरेको छ र यसलाई पनि हामीले के गर्छौँ, अब यो सँगै एड सोर्समा लिन्छौँ। त्यसको लागि यहाँ के गर्नु होला, यो 3वटा डटमा क्लिक गर्नुपर्ने हुन्छ र अब यहाँ क्लिक गरिसकेपछि कन्भर्ट टु सोर्स भन्ने अप्सन आउँछ। यसमा क्लिक गरिसकेपछि यहाँ देब्रे साइडमा के हुन्छ, यो सोर्स एड हुन्छ। अब हामीसँग यो 2वटा सोर्स राखेका थियौँ, यो 2वटा सोर्सबाट फेरि अर्को सोर्स हामीले यो 2वटालाई कम्बाइन गरेर राख्यौँ। अब यो भइसकेपछि यहाँ तल अब केही क्वेसनहरू तपाईँले सोध्न सक्नुहुन्छ। यसले तपाईँले दिएका सोर्सहरूबाट जवाफ दिने गर्छ, बाहिरबाट कहीँबाट पनि ल्याउँदैन। तपाईँले दिएको युट्युब भिडियो र तपाईँले जुन पिडिएफ यहाँ अपलोड गर्नुहुन्छ त्यसबाट एन्सर दिने गर्छ। मैले एउटा कम्युनिकेसन स्किल सम्बन्धी पावर पोइन्ट स्लाइडलाई यहाँ अपलोड गरेँ र अर्को युट्युब भिडियो एउटा 1 घन्टाको यहाँ अपलोड गरेँ। सञ्चारका 4 मुख्य प्रकार भनेर यहाँ देखेको छ। यसरी यहाँ तपाईँले टाइपिङ गरेर पनि सोध्न सक्नुहुन्छ। मैले अहिले यसैलाई यहाँ सञ्चारका 4वटा प्रकारहरू के हुन् भनेर भन्यो, यसले भन्न सक्छ मौखिक सञ्चार, लिखित सञ्चार, रिटन सञ्चार र भिजुअल सञ्चार भनेर भन्न सक्छ। यसले दियो मौखिक सञ्चार भन्यो 1 नम्बरमा, 2 नम्बरमा अमौखिक सञ्चार भन्यो, 3 नम्बरमा लिखित सञ्चार भन्यो, 4 नम्बरमा दृश्य सञ्चार भन्यो। यो सोर्सहरूमा त्यही थियो र त्यही भन्यो। अब यहाँ अरू पनि धेरै कामहरू गर्छ यसले र आज हामी विशेष गरी अडियो पोडकास्ट कसरी जेनेरेट गर्ने भन्ने कुरा बुझ्छौँ। हामीले सेयर्सहरू बुझ्छौँ। हामीले के गर्यौँ, अब सोर्सहरू सबै एड गरिसक्यौँ। अब हामीलाई चाहियो अडियो
पोडकास्ट बनाउनको लागि तपाईँले यतातिर देख्न सक्नुहुन्छ। यहाँ पुरै स्टुडियो छ। यो के हो? यो भाग भनेको स्टुडियो हो। अब अडियो ओभरभ्यूमा क्लिक गर्ने, त्यस पछाडि यहाँ 4 फर्मेटमा हामीले अडियो जेनेरेट गर्न सक्छौँ। अब कस्तो फर्मेटमा अडियो बनाउने त? हामीलाई अडियो पोडकास्ट कस्तो चाहिएको त तपाईँलाई? त्यसको लागि अब डिप छ, एउटा ब्रिफ छ, क्रिटिकोमा छ, एउटा डेभिडमा छ, र अर्को ल्याङ्ग्वेज चुज गर्नुपर्ने हुन्छ। कुन ल्याङ्ग्वेजमा बनाउने? नेपाली छ। र अब यसको लेन्थ कस्तो गर्ने? सोर्सहरू त अब 3वटा सोर्स हामीले राखेका थियौँ। के अरे सोर्स त्यही नै कन्फर्म हुन्छ, सोर्सहरू त्यही कन्फर्म हुन्छ। अनि तपाईँले यहाँ अब कस्तो भिडियो बनाउने भन्ने कुराको अब यहाँ के गर्नु पऱ्यो? एउटा तपाईँले डिस्क्रिप्सन दिनु पऱ्यो। यहाँ तपाईँले यसलाई अब के बनाउने, कस्तो खालको बनाउने भनेर डिस्क्रिप्सन दिनुपर्ने हुन्छ। अब यहाँ हामीले के गर्न सक्छौँ? आफूलाई कस्तो भिडियो बनाउने हो त्यो अनुसारको हामीले एउटा इन्स्ट्रक्सन दिन सक्छौँ। यसलाई यो दिनको लागि मैले एउटा प्रम्प्ट बनाएको छु। यो प्रम्प्टलाई मैले डिस्क्रिप्सनमा राखिदिनेछु, तपाईँले त्यहाँबाट युज गर्न सक्नुहुन्छ। त्यस पछाडि अब हामीले सिधै जेनेरेटमा क्लिक गरेपछि के हुन्छ? यसलाई दबाइदिँदाखेरि, सबमिट गर्दाखेरि हाम्रो अडियो पोडकास्ट बनाउन यसरी सुरु गर्छ। मैले जेनेरेट गरेँ। अब यता दाहिने साइडतिर के हुन्छ? यसले एउटा अडियो ओभरभ्यू भनेर यहाँ जेनेरेट गर्दैछ। एकैछिनमा यो अडियो जेनेरेट भएर रेडी हुन्छ। थोरै वेट गर्नु होला। ल अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ यसले के गरे? हाम्रो अडियो जेनेरेट गरिदिइसकेको छ। यहाँ हाम्रो अडियो पोडकास्ट बनिसकेको छ। यसलाई हामीले के गर्न सक्छौँ? अब प्ले गर्न सक्छौँ। म तपाईँलाई यहाँनिर लाइभ प्ले गरेर देखाउँछु र डाउनलोड पनि गरेर देखाउँछु है। कहिलेकाहीँ नि कुनै ठुलो मिटिङ वा छलफल भइरहेको बेला एउटा एकदमै अनौठो दृश्य देखिन्छ। भनौँ न, कल्पना गरौँ कोठाको एउटा कुनामा बसेको कुनै व्यक्तिले एउटा उत्कृष्ट एकदमै क्रान्तिकारी विचार राख्छ। हजुर। तर खै किन हो उसको कुरा कसैले सुन्दैनन् के? मानिसहरू आफ्नै कुरामा व्यस्त हुन्छन्, कोही फोन छ। यसले अब हामीलाई एकदमै लामो पोडकास्ट जेनेरेट गरिदिएको छ। 16 मिनट 2 सेकेन्डको पोडकास्ट यसले के गरे? जेनेरेट गरिदिएर देखाइदिएको छ हामीलाई। अब यसको आवाजलाई हामीले चेन्ज गर्न सक्छौँ। यहाँ अहिले 1.0x छ। यसलाई बढाउन सक्छौँ, घटाउन सक्छौँ। चलाउन थाल्छन्, कोही चिया पिउन थाल्छन्, त्यो विचार त्यही मर्छ। एकदमै धेरै हुने कुरा हो यो, हैन त? तर अचम्मको कुरा के भने ठ्याक्क 5 मिनेटपछि त्यही कोठामा अर्को कोही व्यक्ति अगाडि सर्छ, अलिकति अनुहारमा चमक ल्याउँछ, हातको हाउ यस्तो खालको बन्छ कि यसको आवाज होइन। अनि त्यस पछाडि यहाँ डाउनलोडको अप्सन छ। यसमा हामीले थिच्यौँ भने डाउनलोड हुन्छ। 1.0x थियो, त्यही नै राखौँ। हौ मिलाउँछ र हुबहु त्यही विचार आफ्नै शैलीमा राख्छ। अनि अचानक सबै शान्त हुन्छन्। हो, पुरा कोठा शान्त हुन्छ। सबैले एक ल यति नै राखौँ। अब यसलाई डाउनलोड गर्नको लागि यहाँ 3 डटमा क्लिक गर्नुपर्छ। लामो छ, डाउनलोड हुन्छ। लामो भए पनि डाउनलोड भइसक्यो। अब यसलाई हामीले फाइलमा गएर हेर्न सक्छौँ। हाम्रो अडियो यहाँनिर आइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यतातिर। यो कहिलेकाहीँ नि यो डाउनलोड भइसक्यो फाइल। कुनै ठुलो मिटिङ वा छलफल अब यसलाई तपाईँले अडियो पोडकास्ट बनाएर युट्युबमा अपलोड गर्न सक्नुहुन्छ। आशा छ तपाईँले नोटबुक एलएमबाट अडियो पोडकास्ट बनाउन सिक्नुभयो होला। र आजको लागि यति नै। र यस्तै इन्फर्मेटिभ भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। र हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा। ह्याप्पी गुड डे, बाई बाई।